हेलो नमस्कार सबैजनालाई र आज म जित कुमार चौलागाई तपाईहरुको अगाडि आइपुगेको छु र म तपाईहरुलाई यो स्यान्डको क्ले टेस्ट जुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो यहाँ मसँग एउटा स्याम्पल छ यो चाहिँ हाम्रो अहिले रियल साइटमा युज भइरहेको स्याम्पल हो यो चाहिँ हामीले जस्तो साइटमा स्याम्पल झरेको छ स्यान्ड त्यसलाई ठाउँ ठाउँबाट स्याम्पलिङ गरेर चाहिँ साइटबाट यहाँनिर लिएर आयौं अब यो क्ले टेस्ट हामीले किन गर्नुपर्छ भन्दा क्लेको कन्टेन्ट चाहिँ स्पेसिफिकेसन भन्दा धेरै हुनु हुँदैन किनभने त्यसले चाहिँ हाम्रो स्ट्रेन्थलाई चाहिँ समस्या गर्छ र त्यो क्ले कन्टेन्ट चाहिँ कति छ त यसमा भनेर पत्ता लगाउनको लागि सर्वप्रथम हामी के गर्छौं भने यो स्याम्पललाई यसरी यो ट्रेमा राख्छौं र यो ट्रेमा राखेर हामी अब ओभनमा यसलाई चाहिँ ड्राई हुन दिन्छौं यो चाहिँ हाम्रो यो वेट छ अलरेडी भिजेको छ सो यो भिजेर बस्नु हुँदैन सो यसलाई चाहिँ सबैभन्दा पहिला हामी के गर्छौं भन्दाखेरि ड्राई गर्छौं र त्यसपछाडी फेरि म तपाईहरुलाई रिमेनिङ ओके अब हामी यो स्याम्पललाई ओभनमा लागि जान्छौँ यहाँ हेर्न सक्छौँ हामी यसरी यसलाई नेमिङ पनि गरेका छौँ यो साइडको भनेर सो फाइनली गो टु ओभन एन्ड देन ओभन र यो ओभनलाई सबैभन्दा पहिला अन गरौँ एन्ड इट इज दिस फ्यान हो अन गर्नुपर्छ सो इट हेज स्टार्टेड ओके खास 24 घण्टासम्म सुकाउनु पर्ने हो 105 देखि 110 भन्छौँ अब हाम्रो यो सिस्टम अहिले यो ओभनको एरिया नै छ यसलाई हामी नर्मली ड्राई हुनको लागि हामी यसलाई 24 आवर तर हामी लेट इट बी ड्राई अब किन भन्दा 24 घण्टा भनेर 24 घण्टासम्म छोड्नु पर्ने बाध्यकारी परिस्थिति चाहिँ छैन खास 24 आवर भन्छ तर भन्नु खोजेको अर्थ के हो भने ड्राई हुनु पर्यो भन्नु खोजेको सो वेट टिल इट गेट ड्राइड हामीले ओभनमा राखेको थियो खालि यसलाई तपाईहरुलाई थाहा छ सो यो चाहिँ अब हामीले 24 आवर्स भइसकेको छ यो हाम्रो ड्राई भइसक्यो सो नाउ विल जस्ट टेक इट अल आउट है त्यसको लागि सबैभन्दा पहिला आई विल जस्ट अफ इट अब चाहिँ यो अलिकति बढी नै हिट हुन्छ त्यही भएर केही समयको कुरा पनि दिउँ सो अब यहाँ हामीसँग थुप्रो एउटा स्याम्पलहरू छ त्यो मध्ये एउटा स्याम्पलको म तपाईँहरूलाई अहिले गरेर देखाउँछु जुन चाहिँ हाम्रो यहाँ बिचको स्याम्पल हो आई विल चुज दिस वान ओके अब चाहिँ के हुन्छ भने एकछिन चाहिँ हामी यसलाई रुम टेम्परेचरमा छोडिदिन्छौँ सो द्याट अलिकति केही नर्मल टेम्परेचरमा आओस् सो हामी हेर्न सक्छौँ पुरै एकदम ड्राई भइसकेको छ अलराइट अब चाहिँ हामी अगाडि बढौँ अब हामीले गर्ने के हो भन्दाखेरि क्ले कन्टेन्ट निकाल्नको लागि चाहिँ सबैभन्दा पहिला हामी यसको ड्राई वेट लिन्छौँ र त्यो ड्राई वेटलाई नोट गर्छौँ त्यो ड्राई वेटमा त क्ले पनि हुने भयो त्यस पछाडि हामी त्यो ड्राई वेट जुन लिएको स्याम्पल छ त्यो स्याम्पललाई हामी 75 माइक्रोनको सिपबाट चाहिँ पास गर्छौँ र 75 माइक्रोनको सिपबाट पास गराउँदाखेरि क्ले जति पास आउट हुन्छ र जे जति बाँकी रहन्छ त्यसको हामी फेरि के गर्छौँ त वेट लिन्छौँ एन्ड देन वी क्यान फाइन्ड आउट द क्ले कन्टेन्ट तर हामीले वेट सिप एनालाइसिस गर्छौँ त्यसको लागि वेट सिप एनालाइसिस भनेको चाहिँ पानीमा पखालेर गर्ने एज यु क्यान सी हियर मसँग 75 माइक्रोनको चाहिँ यो सिप छ यु क्यान सी दिस र यो सिपबाट हामी अब वेट सिप गर्छौँ कसरी गर्छौँ भन्दाखेरि लेट मी टेक सम स्याम्पल विथ मी यो स्याम्पललाई चाहिँ म यसमा लिन्छु एन्ड देन आई विल वेट इट यो वेट गर्नको लागि चाहिँ अब हामी वेटिङ मेसिनमा चाहिँ राखौँ यसले केही वेट देखाइरहेको छ ओके जेरो नाउ अहिले यो प्यान राखेँ मैले यो प्यानको वेट आयो यो प्यानलाई हामीले स्केलिङ गरिदिउँ जेरो सो ओके नाउ आई जस्ट किप दिस हियर
एज 450 ग्राम छ। अलिकति अझै थप्न पनि सक्छौँ हामी वेट। सो लेट मी टेक द लिटल मोर। अलि जति बढी स्याम्पल लिनुभयो त्यति नै अलिक इफेक्टिभ होला भनेर खास ट्रायल गर्छौँ हामी। 2-3 ट्रायल गर्नुपर्ने हो। अहिलेको लागि चाहिँ एउटा गर्दैछौँ। सो लेट मी टेक अ लिटल मोर। Okay, so this is 1000 gram 1 kg हाम्रो स्याम्पल। अब चाहिँ यो हामीले जोख्यौँ 1 kg भइसक्यो। अब यो अहिले मसँग 75 माइक्रोनको चाहिँ सिप देखिराख्नु भएको छ। अब म के गर्छु भन्दाखेरि यो सिपमा चाहिँ नि यो स्याम्पललाई खनाउँछु। त्यस पछाडि एकछिन यसलाई ड्राई सिपिङ नै गर्छु। त्यस पछाडि फेरि म वेट सिप पनि गर्छु। किन भन्दाखेरि वेट सिप गऱ्यो भने चाहिँ सम्पूर्ण क्लेहरू चाहिँ बगेर जाओस् अनि हामीसँग चाहिँ रिमेनिङ जस्ट स्याम्पल मात्रै बाँकी होस् हामीसँग भन्ने कुरा हो। सो लेट्स गो फर द्याट। त्यसको लागि एउटा भाँडा पनि खोजौँ। यो चाहिँ सायद 1000 केजीको लागि अलिक सानो हुन्छ। सो यो 1000 केजी मैले स्याम्पल ल्याएको छु। सो यो चाहिँ सानो सिप छ, अलिकति हामीलाई सानो हुन्छ जस्तो लागेर मैले यहाँ सिप लिएँ। यो पनि 75 माइक्रोनकै हो। यु क्यान सिट 75 माइक्रोन लाइक दिस। यो चाहिँ सिप छ मसँग। सो लेट मी टेक दिस वान। फाइनली पोखिला यो त खस्ला है के भन्नु। ओके, अब एकछिन यसलाई ड्राई सिप नै गरौँ। एकछिन चाहिँ 75 माइक्रोनबाट चाहिँ सबै यो धुलोहरू क्लेहरू पास हुन्छन्। धुलो निस्केको छ। अब यसलाई चाहिँ ड्राई मात्र होइन वेट गर्छ। वेट सिपको लागि चाहिँ वी निड वाटर। यो चाहिँ हामी वाटरमा गर्छौँ। अलराइट, वेट सिपको लागि चाहिँ यो हामी जबसम्म क्लियर पानी आउँदैन त्यति बेलासम्म यसलाई हामीले गर्ने हो। त्यो त क्लियरबाट हुन्छ, त्यहाँबाट पनि हुन्छ। टेक इट हियर। साङ्ग्रो चाहिँ ठुलो भएर साङ्ग्रो भएको सुरु गर्नु छ सुरु नै। सो लेट अस दुईवटा वेट सिप। सफा पानी नआउँछ मुनिबाट चाहिँ जबसम्म सफा पानी आउँदैन हामीले हेर्न सक्छौँ। प्यानमा एकदमै धुलोहरू आइरहेको छ अहिले। जान सकिन्छ किनभने यो अहिले क्लेहरूले गर्दाखेरि धुलो पानी गइरहेको छ। भनेको जति धेरै जति पखाल्छौँ हामी त्यति नै क्ले बगाउँछ। हामी क्ले बगाउन खोजिरहेको छौँ अहिले किनकि हामीलाई त क्ले कन्टेन्ट निकाल्नु छ। त्यही भएर यहाँबाट जति सक्छ क्लेहरूलाई चाहिँ हामीले बगाइदिउँ भनेदेखि बाँकी रहेको जुन हुन्छ त्यो क्ले फ्री मेटेरियल हुन्छ। र सुरुको मेटेरियल र यसको वेट डिफ्रेन्सले चाहिँ हामीलाई क्ले कन्टेन्ट दिन्छ।
ल अब भर्खरै हामीले यसलाई पखालेर ल्याएको छौँ, वेट सिप गरेको छौँ। यो 75 माइक्रोनको सिपमा तपाईँले हेर्न सक्नुहुन्छ। अब यो जे चिज छ मसँग यसलाई फेरि हामीले 24 घन्टाको लागि ट्राई गर्नुपर्ने हुन्छ। एन्ड आफ्टर द्याट विल टेक अगेन द वेट। अब यसलाई म फेरि ओभनमा राख्दैछु। राखिदिएँ। अब फेरि पनि ओके ल ओके। अब हामीले ओभनमा राखेको थियौँ वेट सिप गरेर हिजो, तपाईँहरू सबैलाई थाहा छ। सो यु क्यान सी विदाउट ओभन हाम्रो अहिले पनि 75 माइक्रोनको चाहिँ हामीले यहीँ राखेको छौँ। सो इट हेज बिन 24 आवर। अब चाहिँ हामी यसलाई झिकेर के गर्छौँ भन्दाखेरि वेट गर्छौँ। त्यसको लागि सबैभन्दा पहिला लेट मी स्टप द ओभन। ओके नाउ बी केयरफुल, अलिकति तातो हुन्छ। एन्ड as you can see यो चाहिँ राम्रोसँग ड्राई गरिसकेको छ, हेर्न सक्छौँ हामी। अब चाहिँ हाम्रो काम के गर्ने भने यसलाई फेरि पनि हामीले के गर्ने हो वेट गर्ने हो। सो लेट्स वेट। यसलाई वेट गर्नको लागि एन्ड let me set it to 0। यसलाई चाहिँ सबै मटेरियल हामी see यो 970 ग्राम हाम्रो 970। सो नेक्स्ट अब हामी के गर्छौँ भन्दाखेरि त्यसको क्यालकुलेसनतर्फ लाग्छौँ। सो लेट अस मसँग वेट अफ ओभन ड्राइड स्याम्पल टेकन। यो कुनै पहिलाको रेकर्डहरू हो, मैले यसलाई गरेर यही सिट प्रयोग गरेको छु। वेट अफ ओभन ड्राइड हामीले ओभन ड्राइड स्याम्पल लिएको थियौँ 1000 ग्राम र अहिले हामीले वेट अफ ड्राइड स्याम्पल रिटेन अन 75 माइक्रोसिप आफ्टर वासिङ चाहिँ हाम्रो कति आएको छ भन्दा 970 ग्राम आएको छ। अब यसै गरी हामीले अन्य ट्रायलहरू पनि गर्न सक्छौँ। र पहिलो ट्रायलबाट हामी देख्न सक्छौँ कि हाम्रो क्यालकुलेसन चाहिँ कति पर्सेन्ट आउँछ त 30 970। सो फाइनल मटेरियल भनेको चाहिँ 1000 minus 970 and it's 30 and divide 1000 into 100% गर्दाखेरि it is 3%। र यो चाहिँ हाम्रो अब भयो क्यालकुलेसन गरी त हो नि हामी त्यही नै